नमस्ते साथीहरू, सबैजना साथीहरूलाई टेक साथी युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। आजको यस भिडियोमा चाहिँ म तपाईहरुलाई हामीले मोबाइलबाट कसरी आइपिओ शेयर चाहिँ भर्ने भनेर देखाउँदैछु। तपाईहरुले यो भिडियो हेरिसकेपछि आफ्नो मोबाइलबाटै सजिलै आइपिओ चाहिँ भर्न सक्नुहुन्छ। कसरी भर्ने म तपाईहरुलाई देखाउँदैछु, भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईहरुलाई आइपिओ कसरी भर्ने भनेर भन्नुभन्दा अगाडि पनि पहिला आइपिओ भनेको चाहिँ के हो र कसरी चाहिँ काम गर्छ भनेर म त्यसको बारेमा थोरै भनिदिन्छु। आइपिओ भनेको चाहिँ कुनै पनि कम्पनीको चाहिँ हामीले शेयर किन्नु हो पहिलो पटक है, र यसमा डुब्ने चान्स चाहिँ कम हुन्छ र यसमा चाहिँ हामीले 1000 रुपैयाँबाट नै लगानी सुरु गर्न सक्छौं र यसबाट चाहिँ हामीलाई राम्रो आम्दानी हुन्छ। यदि आइपिओ परेन भने पनि हाम्रो पैसा चाहिँ रिटर्न हुन्छ है त। तपाईले 1000 को लगानीबाटै 3000, 5000, 10000 देखि 20000 सम्म कमाउन सक्नुहुन्छ। अब कसरी चाहिँ यसमा भर्ने देखाउँदैछु। तपाईलाई आइपिओ भर्न चाहिँ यो तलको कुराहरु चाहिन्छ। जस्तै तपाईलाई बैंक खाता एउटा चाहियो, अनि त्यसपछि तपाईले डिमेट अकाउन्ट पनि एउटा तपाईले बनाउनु पर्छ, र अर्को भनेको चाहिँ मेरो शेयरको खाता। यो तीनटै कुरा चाहिँ तपाईले बैंकमा गएर मजाले बनाउन सक्नुहुन्छ। सबैभन्दा अगाडि तपाई आफ्नो होम स्क्रिनमा आउनु होला। त्यसपछि तपाई क्रोममा थिच्नु होला। त्यसपछि तपाईले यहाँ सर्च बक्समा गएर मेरो शेयर भनेर टाइप गर्नु होला र सर्च गर्नु होला, र तपाईले सुरुमा खोलेको वेबसाइटलाई अन गर्नु होला, ओपन गर्नु होला। तपाईको अगाडि चाहिँ यस्तो खाले इन्टरफेस आउँछ र यहाँनिर चाहिँ तपाईले यसलाई फिल अप गर्नु होला। तपाईको डिमेट अकाउन्ट त्यो यहाँ राख्नु होला। त्यसपछि तपाईले यहाँ आफ्नो युजर नेम र पासवर्ड के छ त्यो यहाँ इन्टर गर्नु होला। सेभ गरेको छ भनेदेखि सेभलाई ओके गर्नु होला र तपाईको अगाडि चाहिँ यस्तो खाले इन्टरफेस आउँछ। अब यहाँबाट जानको लागि चाहिँ तपाईले यहाँनिर चाहिँ त्यो तीनवटा डट भएको धर्सा भएको लाइन भएको त्यसमा थिच्नु होला है। त्यसपछि माई आस्बा भन्ने जुन अप्सन छ त्यसमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ एउटा खुलिरहेको छ आइपिओ। तपाईले यसमा चाहिँ एप्लाईमा थिच्नु होला त्यहाँ यता साइडमा। अब तपाईले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ अहिले चाहिँ एउटा आइपिओ खुलिरहेको छ। अब यसमा भर्नको लागि चाहिँ अहिले चाहिँ प्योर एनर्जी लिमिटेड भन्ने आइपिओ खुलेको रहेछ। तपाईहरुले यसमा भर्नको लागि चाहिँ आफ्नो बैंक सिलेक्ट गर्नु होला। त्यसपछि आफ्नो अकाउन्ट नम्बर सिलेक्ट गर्नु होला। त्यसपछि तपाईले चाहिँ एप्लाइड नम्बर भनेको छ, किता नम्बर चाहिँ कति चाहनुहुन्छ, 10 भन्दा बढी राख्नु परेन। त्यसपछि तपाईले लास्टमा आफ्नो सीआरएन नम्बर राख्नु होला। त्यसपछि यहाँनिर तपाईले आफ्नो सीआरएन नम्बर राखिसकेपछि त्यसपछि यहाँ चाहिँ आफ्नो ट्रान्ज्याक्सन पिन राख्नु होला है त। ट्रान्ज्याक्सन पिन तपाईले आफ्नो पिन राखेर चाहिँ एप्लाईमा थिच्नु होला। एप्लाईमा थिच्न साथ चाहिँ एकछिन लोड हुन्छ र यहाँनिर तपाईले यहाँ तल देख्न सक्नुहुन्छ हाम्रो चाहिँ एप्लाई भइसकेको छ। यसरी चाहिँ हामीले आइपिओ शेयर चाहिँ भर्न सक्छौं। आशा छ तपाईहरुलाई आजको यस भिडियो मन पर्यो। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु होला र यस्तै अन्य भिडियोहरुको लागि टेक साथी युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। थ्यांक यू साथीहरु।